guys, welcome to my channel first of all. अनि यसमा चाहिँ म हजुरहरूको सामने चाहिँ आजको भिडियोमा चाहिँ मैले मेरो एपिसोड जो रहेको छ लभ क्लासिक्सको एपिसोड 1 त रिलिज भइसकेको छ। 2 को लागि चाहिँ म कसरी रेडी हुन्छु हैन कसरी रेडी हुन्छु त्यसमा चाहिँ टु कपल्स छन्। एउटा टिचर गर्लफ्रेन्ड चाहिँ स्टुडेन्ट रहेको छ अनि त्यसपछि कसरी रेडी हुन्छ भने देखाउँछु। अनि बाहिरको ब्याकग्राउन्ड म्युजिकलाई चाहिँ एकछिन ध्यान चाहिँ नदिनु होला किनभने कुरा धेरै कराएको छ, मलाई यति रिस उठिरहेको छ। अनि म अहिले चाहिँ कसको सुट गर्नु छ, सुरुमा चाहिँ म बिएफको मतलब टिचरको सुट गर्नु छ। टिचरको लागि म रेडी भएर हस्तेमा आउनेछु। म कलेजबाट आएको भर्खर अनि आउने बित्तिकै सुट गर्दैछु। ल म टिचरको लागि रेडी हुन्छ है त। बाई बाई। यो चाहिँ मेरो चाहिँ टिचरको लुक रहेको छ। यो चाहिँ टिचर चाहिँ यसरी चाहिँ आफ्नो गर्लफ्रेन्डसँग धेरै कसरी बोल्छ होइन, क्लासमा कस्तो देखाउँछ भनेर देखाउनेछु। ल ल बाई बाई, म अब सुट पछि भेट्छु। हेलो गाइस, फेरि पनि आइसकेँ। अनि मेरो चाहिँ टिचरको बोयफ्रेन्डको रोल चाहिँ सकियो, अब चाहिँ गर्लफ्रेन्डको रोल छ। अनि त्यसको लागि चाहिँ कपडा लाउँछु। त्यसपछि मेरो पुरानो कलेजको ड्रेस छ, लगाएर आउनेछु। बाई। म चाहिँ ड्रेस लगाइसकेको छु। अनि केटी कोर्स गर्न त अलिकति मेकअप त गर्नै पर्यो, यहाँ चाहिँ मेरै हो। म मेकअप आर्टिस्ट पनि भनेर चाहिँ मिल्यो किनभने मैले मेकअप पनि सिकेँ हो। अनि मेकअप सिकेर मैले मोडलिङ गर्दा चाहिँ मेकअप सिकेको। अनि बस चाहिँ मैले मोइस्चराइजर लाउँछु। म त आइसकेँ, बुझि पनि सकेँ। युरिया क्रिम, युरिया प्लस सिलिक एसिड। यो चाहिँ मैले डक्टरकै अनुसारले लगाएको हो किन मैले डर्माटोलोजिस्टले भन्नुभएको मलाई लगाउन। अनि यो चाहिँ यसरी हातमा ब्लेन्ड गर्छु, यसरी लगाउँछु। मैले हिजो चाहिँ गरेर चाहिँ गरेको थिएँ होइन, आज चाहिँ प्रपरली नै गरेर केटीकै गेटअप लिएर अनि गर्ने भनेर चाहिँ मेकअपको अलिकति जरुरी थियो। यो चाहिँ हामी दाइ ल्याउनु भएको सनस्क्रिन। अनि कस्तो चिप भयो कि सकिङ स्टिकी टाइपको छ, देख्न सक्नुहुन्छ। अनि यसलाई चाहिँ यसो गर्दा चाहिँ अलिकति ग्लोई जस्तै क्या माथि। अनि के भन्नु लाग्यो, केही भन्नु आएन मलाई, किन हो। फिटमीको फाउन्डेसन आउँदैन, थोरै आयो। मेरो ब्लेन्डर हरायो लिटरली 5 मिनट गाइज। आजकल चाहिँ ब्युटी ब्लेन्डर खोजेको, मेरो ब्युटी ब्लेन्डर दुई टुक्रा भएको छ। अनि यस्तो सानो छ, यस्तो सानो भएको छ, नधोएर नि होला। शास्त्रमा चाहिँ हातमा ब्लेन्ड गर्छु अनि बल्ल मुखमा लगाउँछु यसरी। अनि यो चाहिँ यसरी कहिले आँखा चाहिँ लाउँदिनँ किनभने आँखामा त उस भइहाल्छ नि त। 5 मिनट गाइस, 5 पछि ब्लेन्ड गर्छु, फेरि देखिन्छ है त। बाई बाई। ब्लेन्ड पनि गरिसकेँ। त्यसमा चाहिँ प्रो कन्सिलर लाउँदैछु आँखाको अगाडि। आजकल चाहिँ गर्नु 5 मिनटहरू छोड्नुपर्छ, बट मलाई चाहिँ हतार छिटो भएको कारणले किनभने एडिटिङ गर्नु छ, पोस्ट गर्नु छ होइन, त्यही भएर चाहिँ म छिटो गर्न लाग्यो। कालो पनि भयो होला, मैले मस्कारा पनि लगाएको थिएँ। अलिकति स्मिथ पनि राखेको छु, फेरि नहाल्दा कोही पनि अलिकति स्मिथ पनि छ। हेर्न सक्नुहुन्छ यहाँ पनि लाग्छ क्या, यस्तै हुन्छ कि मसँग अहिले नि। अनि यहाँ पनि गयो, मैले स्मिथ पनि लगाएको कि त्यो मैले पर्सनली भन्छु। त्यही जस्तो ब्युटिसियनहरूले चाहिँ स्मिथ लाएर गर्नुहुन्छ कि राख्नुहुन्छ कि, अनि मान्छेहरू जोगिनुहुन्छ।
सो अब चाहिँ बाँकी रहेको छ मेरो उसको चाहिँ उस खै त लिटरली मेरो कन्ट्रोलै हरायो थोत्रोले गर्न पर्ने भयो त्यो पनि दुई टुक्रा भयो लिटरली यहाँ ब्लस यहाँ हाइलाइट थियो यहाँ ब्लस थियो त्यो पनि सक्यो अनि अब चाहिँ त्यो पनि ब्लस मेरो कन्ट्रोल म चाहिँ यहाँ कन्ट्रोल गर्छु यसरी अनि ब्याकग्राउन्ड म्युजिक चाहिँ नगर्नु होला यो कुखुराको म यस्तो धपाएर आउँछु ल मैले चाहिँ त्यो कुखुरालाई चाहिँ जङ्गलसम्मै धपाएर आएँ लिटरली मान्दै नमाने भाइ रिस उठ्ने आहा यहीँ आएर कराउने के हजुरले चाहिँ कन्ट्रोल कसरी लाउनुहुन्छ भाइ म त आउँदै आउँदैन बिर्सेँ यसरी भयो म चाहिँ यत्तिकै गर्छु अनि यसमाथि चाहिँ कन्सिलर लगाइदिन्छु क्या फेरि कन्सिलर फेरि कता त्यस्तो हुन्छ यस्तै हुन्छ कि मैले कन्सिलरै कता राखिदिन्छु 5 मिनट ल अलिकति मस्त्यास अनि यहाँ राख्नुहोस् अनि यहाँ राख्नुहोस् 10 मिनट कति धेरै धेरै मिनटको भयो कि हो फेरि ब्युटी ब्लेन्डरै मैले अर्को टाइपको निकालेको छु केही भएन अलिकति भए पनि ब्लेन्ड चाहिँ हुँदैन यसले देखियो मेरो ब्लस चाहिँ यो लगाउँछु यो किनभने गरिब छु म लिटरली भित्र त्यहाँ राखेर रहेछु कि अनि म चाहिँ लगाउँछु यसरी यो हातको यहाँ ब्लेन्ड गर्छु अनि हात यसरी ब्लेन्ड गर्ने अनि अनि म चाहिँ फिल्टर पनि राख्छु फेरि किनकि मेरो मस्कारा राम्रोसँग देखिँदैन अनि देखियो यहाँ चाहिँ बन्द गरिदियो के छैन हामी गर्न सक्दैन अब क्या अब भयो अब म चाहिँ हाइलाइटर लगाउँछु बस अनि ब्लेन्ड गर्न पर्यो ब्लेन्ड नगर्दा हुँदैन फेरि हप्तै भयो होला फेरि अनि हाइलाइटर 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 मैले पाउडर इतनी गरीबी भी है मैं ये पाउडर लगाता हूँ अनि मैले बुद्धि भुइँमा राख्यो अनि अर्को पिस पन्च फेरि गएछ यो अनि यहाँ त लिटरली चाहिन्छ नै अनि यसलाई नै पेन्ट गर्ने त त्यसले अब छड्के बस्नु पर्छ भयो कति फरक हुन्छ पाउडर लाउँदाखेरि कुनै स्कुलमा यति मेकअप गरेर जान्छ होला है कुनै स्कुलमा जाँदैन होला पक्कै लिटरली यति मेकअप गर्दा कुनै स्कुलमा दिँदैन है ल मेरो मेकअप सकियो
अलिकति रिप्लाई सुधारौँ अब फाइनल अलिकति देखाउँछु एकचोटि दिस इज द फाइनल लुक अब चाहिँ मसँग चाहिँ यसको रोलको सुट गरेर भेट्नेछु यो नयाँ छुट्टै छुट्टै चिनिन्छ कसरी बाई बाई हेलो गाइज चाहिँ मेरो सुट चाहिँ भ्याइयो अब एडिटिङ हुन्छ अनि पोस्ट हुन्छ एकछिन पोस्ट भइहाल्छ सबैले हेरेर मन पराइदिनु होला अनि सब्सक्राइब गरिदिनु होला यस्तै इन्टरटेनमेन्टहरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने बाई बाई